जस्तो आयो त्यस्तै हजुरहरूलाई प्रस्तुत गरिहाले। अब केटाकेटीहरूले आफ्नो रहर पूरा गर्नको लागि खोलेको च्यानल हो, सब्स्क्राइब चाहिँ गरिदिनु होला, धर्म हुन्छ। ल के भन्नु पनि भन नि त। हेलो गाइस, फाइनली हामी कालिम्पोङ दर्शन गरेर आयो। अनि के भन्नुपर्छ मोन्टी भन्दै? ल भनौँ कतिको रमाइलो भइरहेछ साथीहरू। मलाई कसम यस्तो बवाल भइरहेछ नि। नि है यस्तो यस्तो बवाल लागिरहेछ होइन। अब जाने बेलामा मलाई एकदम कस्तो अप्ठ्यारो महसुस भइरहेको थियो होइन। अहिले फर्किँदाखेरि मलाई होइन अब नभन्नु मलाई शरम लाग्यो। तपाईँले भन्नुहोस् त। उसले भन्नुहुन्छ होइन, मलाई शरम लाग्यो। अब उहाँले पनि भन्नुहुन्छ। ल अर्चना भन्नुहोस् न, भन्नुहोस्। म के भन्न चाहन्छु भन्दा नि मलाई धेरै रमाइलो लाग्यो। के भन्दै के भन्न चाहन्छु मलाई चाहिँ कस्तो फिल भयो भन्दाखेरि होइन, अब फर्स्ट टाइम कालिम्पोङ आएको होइन। अब जस ठाउँहरू पनि होइन, फर्स्ट टाइम आएको होइन, रमाइलो भयो। अब जस सबैजना मन्दिर दर्शन गरिए होइन, आफू परे क्रिस्चियन, अब मन्दिर दर्शन गरिएन र पनि खुसी नै छौँ। साथीहरूसँग रमाइलो फिल भइरहेको छ है साथीहरू। मलाई जहाँसम्म लाग्थ्यो ऊ मेरो साथी अब ऊ त्यस्तो भए तापनि आउँदैन होला जस्तो लागिरहेको थियो होइन। ऊ आए मलाई यति रमाइलो लाग्यो। होइन अब रमाइलो भन्यो त साथीभाइहरूसँग हिँड्दाखेरि जसरी पनि रमाइलो भइहाल्छ होइन। अब म चाहिँ के भन्न चाहन्छु भने, अब जस अलि जाडो महिनामा आएर हिउँ खेल्न पाए चाहिँ अलि एकदमै राम्रो हुन्छ जस्तो लाग्छ होइन। अब हिउँ चाहिँ पारीतिर छ होइन। अब तर हाम्रो जानले चाहिँ अलिकति टाइम लाग्छ होइन, किनकि हामीले बिहानदेखि खाना पनि खाएको छैनौँ, अब चिया पनि खाएको छैनौँ। अब मात्र त्यो 5-6 चौचौ मात्र खाएको हो। अब मात्र त्यो 5-6 चौचौ मात्र खाएको हो। अच्छा यस्तो के यस्तो होइन। सुन न अर्चना, सुन। अब मैले अब बिहानदेखि हामीले चिया पनि खाएको छैनौँ, केही पनि खाएको छैनौँ, तर चौचौ चाहिँ 5 प्याकेट जति। अब त्यस्तै हामीले त 2टा फुटी पनि खायौँ नि। रमाइलो भयो गाइस होइन। अब त्यही हो, सबैजना कोही केबल कार चढे होइन। यो केबल कार अब कोही हिँडिरहेको छन् होइन केबल कारमा। केबल कार अब म चाहिँ ज्वाला हो होइन। ज्वाला हो। ठिकै छ, रमाइलो भयो गाइस होइन। आजको यात्रा पनि अहिलेसम्म खासै त्यस्तो नराम्रो पनि भएन, राम्रै भयो। अब राम्रै भयो जे होस्। अब खाना पनि खाएको छैन है, भोक लागिरहेको छ एकदमै। अब खै पेटमा मुसा दौड्या भनौँ कि के भनौँ, पेटमा मुसा दौड्या भनौँ कि के भनौँ, जस राम्रै छ गाइस अब अहिलेसम्म। त्यो कालिम्पोङमा कुन मन्दिर रे? खोइ अर्चना अहिलेसम्म थाहा छैन मन्दिर कुन। अर्चना कालिम्पोङमा कुन मन्दिर रे? ठिक छ, रमाइलो भयो साथीहरूसँग है। ल अब अर्को भिडियो